जब डाइनोसर्स पृथ्वीबाट लोप भएका थिए त्यसको पछाडि एउटा विशाल एस्टेरोइडको हात थियो। यो त सबैलाई थाहा छ, करिब 10 किलोमिटर चौडाइ भएको एस्टेरोइडको पृथ्वीसँग ठक्कर भएको थियो। अब प्रश्न यो छ कि एस्टेरोइड त एउटा स्पेसिफिक ठाउँमा खसेको थियो, त्यसो भए पृथ्वीको अर्को छेउमा भएका डाइनोसर्स कसरी मरे? खासमा ठोक्किने बित्तिकै डाइनोसर्स तुरुन्तै मरेका थिएनन्। 10 किलोमिटर चौडा एस्टेरोइड यति शक्तिशाली थिएन कि यसले एकैचोटिमा पुरै पृथ्वीको जीवन मेटाउन सकोस्। खास प्रलय त त्यसपछि आयो। ठक्करबाट निस्किएको धुवाँ, धुलो र पग्लिएको पदार्थहरूले आकाश भरिन थाल्यो। यति धेरै मलबा माथि जम्यो कि सूर्यको प्रकाश पृथ्वीसम्म पुग्न पाएन। पुरै पृथ्वीलाई अन्धकारले ढाक्यो। बिरुवाले फोटोसिन्थेसिस गर्न पाएनन्, त्यसैले बिस्तारै बिस्तारै सबै मर्न थाले। र जब बिरुवा नै रहेनन् तब शाकाहारी डाइनोसर्सको लागि खाना पनि समाप्त भयो र बिस्तारै शाकाहारी र मांसाहारी गर्दै सबै डाइनोसर्सहरू लोप हुँदै गए। सब्स्क्राइब नबिर्सी गर्नुहोला। जय नेपाल।